नमस्ते साथीहरू, फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म फेरि नि एउटा नयाँ भिडियो लिएर आएकी छु। यसमा म मुलाको अचार फरक तरिकाले बनाउन गइरहेकी छु। सर्वप्रथम मुलालाई मैले राम्रोसँग धोएँ। अब मैले यसलाई धोइसकेपछि यसको टुप्पो फेदलाई काटेँ। अब चाहिँ म यसको छिल्का निकाल्न गइरहेकी छु। यसको बोक्रा खासै राम्रो थिएन, सो मैले छिल्का निकालेको हो। छिल्का ननिकालेको पनि हुन्छ। यसरी मैले यसको छिल्का राम्रोसँग निकालेँ। अब म यसलाई राम्रोसँग फेरि पखाल्न गइरहेकी छु। यसरी फेरि मैले पखालेर सफा गरेँ। अब म यसलाई कोर्न गइरहेकी छु। यसरी मैले कोरेर तयार पारेँ। यसको छोपको लागि चाहिँ मैले तोरी प्रयोग गरेकी छु। यसलाई राम्रोसँग मजाले भुटेँ अनि यसलाई मिक्सीमा पिसेँ। अघि कोरेको मुलामाथि मैले बेसार राखेँ। स्वाद अनुसार नुन राखेँ। अघि पिसिएको तोरीको छोपलाई पनि राखेँ। स्पाइसीको लागि चाहिँ मैले काटेको डल्ले खुर्सानीलाई राखेँ। यता मैले तेल तताएँ। तेलमा मेथी झानेर बेसार छोपको माथिबाट यसरी झाने मैले चाहिँ अमिलोको लागि चुक प्रयोग गरेकी छु। मलाई चाहिँ चुक हालेको मनपर्छ अचारमा। यसलाई अब म मजाले मिक्स गर्न गइरहेकी छु। हातले मजाले मिक्स हुन्छ। यसरी तयार भयो हाम्रो कोरेसोमा कोरेको मुलाको अचार। हजुरहरू पनि एकचोटि ट्राई गरेर खानु होला है त। अहिले मुलाको सिजन छ। हस्त धन्यवाद।